एक दिन तामाङ कहाँ भात खान पर्यो एका ठाउँमा एकातिर सुँगुरको मासु पकाएको अर्कातिर दाल तरकारी पकाएको अब म सुँगुर बनेको नखाने त्यही दारुले सुँगुर मासु उता अर्कालाई दिने त्यही दारुले मलाई दाल हाल्दै गरेपछि अनि म बर्बाद भइन बर्बाद बनायो तामाङले अनि खानु कि अनि उठेर हिँडेँ अनि उठेर हिँडेँ घर गएर पारिपट्टि नजिकै थियो घर अनि गएर बुढी मान्छेलाई भात पकाएर पकाइदियो भात भनेर खाएँ अनि त्यहाँदेखि त्यहाँ चाहिँ मैले आफै भात पकाएर खाएँ किनभने सुँगुरै खुवाउनु पऱ्यो त्यही दारुले सुँगुर खान चाहिँ मैले नमानेको भन्दै होइन भातसम्म खान त भएकै कुरो हो भात खाने कुरो त हो अब सुँगुरले पस्केर दिन्छ होइन त्यही दारुले सुँगुरको मासु त्यही दारुले दाल दिएपछि